नमस्ते दर्शक वृन्दहरू, भुन्टी एपिसोड 332 को विशेष विश्लेषणमा यहाँहरूलाई स्वागत छ। आजको एपिसोड निकै उत्कण्ठापूर्ण र ट्विस्टले भरिएको छ, जहाँ एकातिर पारिवारिक षड्यन्त्र उत्कर्षमा पुगेको छ भने अर्कोतिर सत्यको जित हुने बलियो सङ्केत देखिएको छ। एपिसोडको सुरुवातमा घरका मान्छेहरूले भुन्टी बनेर आएकी केटीको वास्तविकता पत्ता लगाउन खोज्दै कानुनी कारबाहीको चेतावनी दिन्छन् भने अर्कोतर्फ पूर्णिमा र उसको श्रीमानले विगतका गल्ती बिर्सेर आपसमा मिलेर सहरमा दुःख सुख गरी अघि बढ्ने अनुकरणीय निर्णय लिन्छन्। तर कथाको मुख्य मोड अदालतको मुद्दा आउँछ, जहाँ विरोधीहरूले भुन्टीलाई चरित्रहीन ठहर्याएर सम्पत्ति हत्याउन एउटा केटाले पैसा दिएर राति सुतेको बेला झुक्क्याएर फोटो र भिडियो खिच्न लगाई झुटा प्रमाण तयार पार्छन् र त्यो हरकत लुकाउन सासूको सुनका गहनासम्म सुनपिन्छन्। अदालतमा विपक्षी वकिलले ती नक्कली प्रमाण पेश गरेर भुन्टीमाथि गम्भीर आरोप लगाउँदा भुन्टीले आफूमाथि भएको अन्याय, उत्पीडन र आफ्नो इमान्दारिताको पक्षमा रुँदै मार्मिक र तर्कपूर्ण भनाइ राख्छिन्। र ठिक त्यही बेला न्यायाधीशले थप छानबिनको आदेश दिँदै लाग्दा सुकुमायाको अदालतमा उपस्थित भई सबै षड्यन्त्रको आदेश दिनै लाग्दा सुकुमाया अदालतमा उपस्थित भई सबै षड्यन्त्रको पर्दाफास गर्ने ठोस प्रमाण पेश गरेर सम्पूर्ण खेल नै उल्ट्याइदिने छिन्। अब आउने आगामी एपिसोडमा सुकुमायाले पेश गरेको सही अकाट्य प्रमाणका आधारमा जालसाजी गर्ने षड्यन्त्रकारीहरूको सक्कली रूप सबैसामु नागिनेछ। भुन्टीले अदालतबाट न्याय पाउने छिन् र षड्यन्त्रकारीहरू आफ्नै खाडलमा परेर जेलको हावा खान बाध्य हुने अनुमान गर्न सकिन्छ। यस एपिसोडले हामीलाई समाजमा जस्तोसुकै ठुलो षड्यन्त्र, भ्रामक प्रमाण र अन्यायको पर्खाल खडा गरिए तापनि धैर्य र सत्यको बाटो नछाड्दा अन्ततः सत्यको जित हुन्छ भन्ने निकै सकारात्मक र प्रेरणादायी सन्देश दिन्छ।